हेलो गुड मर्निङ साथीहरू, हजुरहरू कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशाको साथ म पनि ठिकै छु। ठिक त छैन, म अहिले मेडिकल जान निस्केको। हेर्नु न, अस्ति भर्खरै बिमार भएर दबाई खाएर अलिकति ठिक भएको 2 दिन भयो। आज फेरि यो मुटु दुखेर मतलब एकदम ग्यास भएर अशान्ति गरेको छ। त्यो मेडिकल जान निस्केको छु। बुहारीको सानीमाको छोरी आइछिन्, तिनलाई लिएर म जाँदैछु मेडिकल। हजुरहरू भिडियोमा बनिरहनु। यिनलाई लिएर जान्छु म। अटो पनि खै अझै आएको छैन। खै बाबु बोलाउँछ त्यसलाई। अब हामीहरू अटो हेर्दैछौँ। अहिले चाहिँ हाम्रो अटोमा उठ्यौँ। सुन्दर फुल चाहिँ लिन मन लाग्यो, लिनु न त अलिकति चाहिँ। आमै यहाँ हेर्नु त कति सुन्दर सुन्दर फुलहरू। कति सुन्दर छ नि, कति राम्रो लागेछ देखेर। इतना सुन्दर सुन्दर फूल रखा हुआ है, खरीद के ले जाने। यो सबै फुल किनेर लैजाऊँ जस्तै लागेछ। यति मजा मजाको फुल चाहिँ हेर्नु। हस्पिटल आएको त आफ्नो बिमारै भुल्यो फुल देखेर। अहिले हामीहरू मेडिकल आइपुग्यौँ। फुल चाहिँ यति राम्रो राम्रो फुल थियो त्यो रस्तामा, लिन मन लाग्यो। अनि हामीहरू मेडिकल आइपुग्यौँ है। अहिले हामीहरू यही हो मेडिकल। अब यहाँ चाहिँ रिसेप्सनमा जानुभएको छ। पर्खेर बसेछ मैले पेसर चेक गर्नको लागि। इन्जेक्सन लिएको भयो साथीहरू। अब चाहिँ दबाई लिनु बाँकी छ। यत्रो भिड, लाइन लाग्नुपर्छ एकदम। दबाई लिँदा पनि छिटो नहुने। हामीहरू चाहिँ दबाई सबाई लिएर निक्लियौँ घरतिर। नानुले बाबुको लागि चिप्स ल्याइदिन्, तिनको लागि चाना किनेको। वाउ, चाना देखेर कस्तो खान मन लाग्यो। के गर्नु, खाना हुँदैन मैले चाना। अब चाहिँ फाइनली हामी घर आइपुग्यौँ। त साथीहरू हामीहरू मेडिकलबाट आइसक्यौँ। दबाई त केही दिएन, यही 2टा दियो। अनि अल्ट्रासाउन्ड गर्नु भनेको चाहिँ डक्टरले भनेछ। अब पेटमा पत्थर पनि हुनसक्छ। बुढाको काम खालि बारीमा, यस्तो घाममा पनि बारीमै। बुढाले बारी सफा गर्दै हुनुहुन्छ। हामीहरू भर्खरै आयौँ। चिया खान्छौ भन, लाल चिया खानु? पानी ल्याउँदैछु। पानी खाने अरे बुढा रामले। के दिने? अहिले मैले चिप्स ल्याइदिएको होइन। दाँतमा किरा लाग्छ बाबु, मटन खाने होइन। खाने होइन भनेको। अब चाहिँ मलाई तान्दै लिएर हिँड्नु होस् त। दोकानमा को छ? दोकानमा को छ भन्छ? त्यो मान्छेले दिन्छ मलाई? अब त्यहाँ त दबाई छ। कसले भन्नु मटन छ बाबु? यहाँ मेरो दबाई छ नि। यहाँ हेर, कहाँ छ मटन? सबै मेरो दबाई छ। मटन छ यहाँ। हजुरमाको दबाई छ सबै। हजुरमाको दबाई छ यहाँ। कहाँ छ मटन? खै सबै दबाई हो। यो पनि दबाई हो, यो पनि दबाई हो। कहाँ छ मटन? खै मटन देख। त्यो मटन हो सब। हजुरमाको दबाई हो बाबु, नगर छोरो। त्यो ग्यासको दबाई हो छोरी। राख यहाँ हाल। लबर चाहियो? म दिन्छु दबाई। यति दबाई खानुपर्छ साथीहरू। हेर्नु, यो दबाई सब मैले खानुपर्छ। रोगा भइयो। हाल भयो, बान्यो भयो। हाल बेगमा हाल भयो। हाल केही हुन्न। हाल। बाबु सुत्नै खोजेको छैन, खेलिरहेछ। त अहिले हामीहरू खानासाना खाइसक्यौँ।
हजुरहरू खाना खानुभएको छैन भने खाइहाल्नु। हामीहरू चाहिँ खाइसकेर अब आराम गर्छौँ। आराम गरेको बादमा भेटौँला है। आराम गरेर पनि उठिसक्यौँ हामीहरू। बाबु दोकान जाने भन्दैछ, फेरि हिँड्यो दोकानतिर हेर्नु। अहिले भर्खरै पकौडा खाएको होइन यसले। के ल्यायो बाबुले? अनि ठुलो प्याकेट ल्याइदिनु पानी खनाइदिन। के लियो कालेले? के लिएको? त्यसको नाम के हो? बाउन्स भन्दै बाउन्स हो। गरिदेऊ हातले। मेरो नाति खाना पाए यति खुसी हुन्छ नि। यसलाई खानु खाना मन लागेको चिज ल्याइदिइहाल्नुपर्छ। खाऊ अब। साथीहरू हजुरहरूलाई आजको ब्लग कस्तो लाग्यो? राम्रो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि भेटौँला अर्को ब्लगमा। तब तक हजुरहरू स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु। बाई बाई।